नेपाली गौँसभित्रको लडाई हो, यसमा के फरक पर्छ, कसले जित्छ के हुन्छ। लिगेसीको कुरामा म धेरै जान्न, मैले भनिहालेँ तपाईँहरूले। अर्को के भन्छन् भने जुनियर सिनियरको कुरा पनि गर्छन् हैन, तपाईँहरूले भन्नुभन्दा पहिले नै मैले भनिदिएँ कुरा। म त्यसमा पनि जान्न। छिमेकी मुलुकमा गएर हेर्नुस्, जुनियर सिनियर भन्ने कुरा छैन। काम गर्छ, खट्छ, नेपाली गौँसलाई डेलिभर गर्न सक्छ यो मान्छेले भनेर कसैले देखाउँछ भने त्यो मान्छे आउँछ अगाडि। अब यो पहिलेको यस्तो अवस्था छैन हो। यसको माने यो होइन कि सिनियरलाई एकदम पुरै पन्छ्याइदिने होइन। उहाँहरूलाई रेस्पेक्ट गर्ने हो, इज्जत गर्ने हो, सम्मान गर्ने हो, उहाँहरूको आइडियाज लिने हो, अगाडि बढाउने हो। तपाईको सरकार छ, सरकारमा जाँदाखेरि उहाँहरूको उसलाई क्षमतालाई हामीहरूले एक्सेप्ट गरेर लिनु पर्यो हैन। पार्टी चलाउने र सरकार चलाउने दिस टु आर कम्प्लिटली डिफरेन्ट। यो कुरालाई हामीले ध्यान दिनुपर्ने हुन्छ। म सिनियर हो त्यसकारण मैले पाउनुपर्छ भने अब नेपाली गौँसका कुनै कार्यकर्ताले एक्सेप्ट गर्दैन यो कुरा। पार्टी भनेको के भने नयाँ पुरानो यङ सब पुस्ताहरूको सम्मिश्रणले पार्टी बन्छ।